आजको भिडियो चाहिँ एकदम स्पेसल नभइकन ऱ्यान्डमली टाइपको भिडियो नै छ। साइतामाको खावागुई स्टेसनबाट नजिकको वरिपरि घुम्दैछौँ। म चाहिँ एकदम खावागुई नजिक चाहिँ के छ घुम्ने ठाउँ भनेर मैले एकदम रिसर्च गर्दाखेरि चाहिँ यो सायद सर्ट हाइकिङ टाइपको जङ्गल लोकेसन देखाएको थियो। त्यसमा चाहिँ अब जुन गुगलमा नि हेरेको थिएँ मैले, टिकटकमा पनि देखाएको थिएँ। त्यसमा चाहिँ अब हरियाली एकदम बर्खाको टाइमको अथवा के समथिङ स्पेसल टाइमको थियो होला। मन चाहिँ एकदम राम्रो छ भनेर त्यता घुम्न जाने प्लानिङ गरिहाल्यो। र यहाँ चाहिँ एक्सपेक्टेसन भर्सेस रियालिटी अलिक फरक भयो भनौँ न। त्यही पनि अब गइहाल्यो, एकछिन घुमिहाल्यो। अब भिडियो बनाएको थिएँ, त्यही पनि मैले त्यसरी रिसेन्टली त्यत्तिकै पोस्ट हालिदिइहालेको हो। त्यही नि अगाडि अब एकैचोटि त्यो जङ्गलमा गएर जङ्गल हिँड्ने ठाउँमा भेट्नुपर्छ। जङ्गल गएर भेट्ने भन्दा फेरि अर्कै अनर्थ लाग्ला नि। हेलो एन्ड वेलकम ब्याक टु माई अनदर भिडियो। सो आज चाहिँ छुट्टीको दिन हामी बस्ने नजिकै त होइन, टाढा त टाढा कति लगभग 1 घन्टा 1.5 घन्टाको साइतामाको खावागुई स्टेसन त्यतातिर घुम्दैछौँ। खावागुई भन्दा नि एउटा यहाँ जङ्गल पातको सानो जङ्गलतिर घुम्ने ठाउँ रहेछ। त्यसको लागि चाहिँ खावागुई स्टेसनबाट निसी टोकेर जा। किन हाँसेँ, मलाई मुख हेर्दै हाँसिरहेको छु नि त यिनी। ठ्याक्कै गाउँ साइडै रहेछ। यहाँ चाहिँ जस पछाडि मैले चाहिँ आज क्यामेरा एङ्गल कसरी फिट गरिरहेको छु भने पछाडिको भ्यूहरू देख्नलाई भने मलाई कता कता यो ठ्याक्कै नेपालको बागमतीको करिडोर गएकोतिर जस्तो फिल भइरहेछ। किनकि हामी बस्ने ठाउँ हेरेर यो हेरेर लास्टै गाउँ भयो। मैले अहिले लोकेसन भन्दै थिएँ, निसी टोकेर जाने गाडीमा चढेर कति 7-8 स्टेसन थियो। स्टेसनको नाम के थियो? फुकु के अरे स्टेसनको नाम के थियो? 6 मिनट। त्यो त स्टेसनको नाम चाहिँ के थियो त? इम्फुकु दे यामादा। त्यो ठाउँमा आएर चाहिँ यहाँ सानो यो जङ्गल जस्तो ठाउँमा घुम्ने ठाउँ रहेछ। के रहेछ? आज हामी चाहिँ 2 जना मात्रै छौँ। घुमघाम चलिरहेछ। कस्तो पयालो बास भने त्यतातिर नि हिउँ चाहिँ अझै पक्लेको रहेछ। सजाएर राखेको होइन, यिनीहरूको वर्षमा कि 2 वर्षमा एकचोटि आएर पूजा गर्छन् भने होइन। माटो कस्तो टाइपको यो माटो, बलौटे माटो नि देख्दाखेरि बाल्लो टाइप मिसेको जस्तो, तर एकदम मलिलो खालको माटो हो कि होइन? नेपालको जस्तो काउली तिमीलाई बारीमा दिन्छ नि यहाँ किन्नलाई। साइतामा जाडो भइहाल्छ नि। अब त्यसपछि फेरि अहिले हाम्रो प्लानिङ भनेको चाहिँ खावागुई स्टेसनमै फेरि रिटर्न भएर त्यसमा ओल्ड टाउन अनि वरिपरि त्यता लेक सेक घुम्नुपर्छ भन्ने प्लानिङ छ। तर ढिलो भइसक्यो है, हिँड्दै हिँड्दै आफ्नै गाडी नभएपछि यस्तै हो। टोकेको थियो हामी बस्ने ठाउँतिर त आफ्नै गाडी नभए नि एकदम आनन्द। जतातता जानलाई ट्रेन हुन्छ। यहाँ चाहिँ खास ट्रेन त्यति धेरै नहुँदो रहेछ। यो एरियामा त ट्रेनै छैन त पुरा। हाम्रो यो पूर्व पश्चिमको हाइवे जस्तो पुरा ठुल्ठुलो ट्रक चलिरहेको। अनि जङ्गलमा यो के हो? त्यो सब मान्छे उ भएको हो त्यो यो मान्छे छैन त्यहाँ। गाडी साडी आफ्नो बाइक भए चाहिँ यो ठाउँमा टट्ट घुम्नलाई मजा हुनेछ। यहाँबाट चाहिँ पुरै हामी जान लागेको डेस्टिनेसन चाहिँ पुरै हिँड्ने हो क्या। त्यही हो गाइज, सुरु भयो हाइकिङ चाहिँ। जङ्गलको बाटो यिनलाई डर लागेर रोटै हिँड्नु भन्छ नि, यस्तै रोटै रोड त जहाँ पनि भइहाल्छ नि। कहाँ जाने? त्यो तिमी उता गएको यताबाट कता कता पुरै यसरी दायाँ बायाँ जान्छ भने रुट बनाइदिएको रहेछ। अहिले हामी यो रुटबाट फर्किन्छ कि सक्छौँ कि सक्दैन त फर्किनलाई? अब फोटो भिडियो भइरहेको बेला होइन चाहिँ यो लोकेसन मन परेन, फर्क्यौँ भन्ने। अहिले चाहिँ यो गाइस एक दिनमा चाहिँ चट्ट घुम्ने ठाउँ चाहिँ यस्तै हो। छुई नेपालको जङ्गलमा घुमिरहेको तिमीलाई पुरा जङ्गलमा घाँस काट्नु गएको याद छैन?
यो त फेरि के हामी त्यहीँ घुमेर जानु लाग्यो क्या तपाईँको बुढा कता गयो त हाइकिङ आएको बुढा यो चाहिँ गाउँतिरको मान्छेहरू यता यसो जङ्गलतिर फ्रेस हुनलाई आउने रहेछ ठाउँ अलि राम्रो राम्रो लोकेसन थियो पत्ता लगाउनै सकेन यति धेरै यहाँ कस्तो गर्छ त्यस्तै ल्याङ गर्छ अनि मलाई दिक्क लाग्छ अब हाइकिङ जाने भने झन् लिएर आएको त्यसपछि अब यहाँबाट फर्केर ओल्ड टाउन जाउँ न त खावागुई स्टेसन गएर ओल्ड टाउन त तिमी घुमिसक्यो होइन पुरानो पुरानो घरहरू यहाँ छन चाहिँ यो खावागुईमा लेक पनि छ क्या अरे होइन तर कतापट्टि ठ्याक्कै पत्ता लगाउनै सकेन लाग चाहिँ यहाँबाट यति घुमिरहँ रहेछ अलिक परबाट चाहिँ छ होला क्या सब डोरीसोरी बाँधेर बाटो चाहिँ ठ्याक्कै बनाइदिएको रहेछ है जापानमा जे भयो नि विकसित हुन्छ त्यो जङ्गल भयो नि ठ्याक्क यस्तो के ठ्याक्क डोरी बाँधेर